7,500 टोइकको इक्जाम दिएको चैट भयो। मा कसम फक्ड अप क्या हुन्छ नि, मैले 10वटा क्वेसन त भ्याउँदै भ्याएन क्या। अनि एज म्याटर नगर्दो रहेछ क्या हुन्छ नि। जापानिजहरू पनि 35 वर्षको मेरो साइडमा बसेर इक्जाम दिइरहेको थियो। त्यहाँबाट मलाई थाहा भयो कि पढाइलाई चाहिँ एजले म्याटर नगर्दो रहेछ होइन। अनि जो जति पनि टोइकको प्रिपेयर गरिरहनु प्लिज नर्मल नसोच्नु, जिआरपिटी जस्तै नै हार्ड हुने रहेछ होइन। म चाहिँ बिना प्रिपेयर दिएर आएको, सायद म फेल हुन्छु होला, रिजल्ट आइसकेपछि म भनिहाल्छु। अनि जो जति नै भर्खर नेपालबाट आउँदै हुनुहुन्छ टोइकको इक्जाम चाहिँ दिइहाल्नु होला, नभएदेखि पछि तपाईँ आफूलाई नै गाह्रो पर्नेछ। क्वेसन यति सजिलो थियो भनौँ या गाह्रो थियो भनौँ, कसम यो नि हो जस्तो लाग्छ, त्यो पनि हो जस्तो लाग्छ। अनि जापानिजमा बोल्दा बोल्दा मैले त्यो इङ्ग्लिस त के हो कन्फ्युज कसम मैले त प्रिपेयर पनि गरेको थिएन अनेस्टली म भनिदिन्छु होइन। 200वटा क्वेसन अनि यत्रो मोटो बुक पढ्दा मैले टाइम गएको नि थाहा पाइनँ, मैले भ्याउँदा पनि भ्याएन। त्यही भएर जो जति नै नेपालबाट भर्खर आउनुभयो प्लिज टोइकको फर्म भरेर इक्जाम दिइहाल्नु होला, नभएदेखि मेरो जस्तै बिचोक होला। र जो जति नै भर्खर जापान आउँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ यो भिडियो सेयर गर्नु होला।